हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज मैले बनाउँदैछु आलु काउली घिरौँलाको सब्जी। अब हामी भिडियोतर्फ लागिहालौँ है, ढिला नगरिकन। लेट्स गो। कलाएर कडाई बसाल्ने, कडाई सँगसँगै पहिला तेल हाल्ने। पहिला मैले तेल हालेँ, चलाएर हाम्रो भिडियो मैले यसमा चाहिँ नि सुकेको खुर्सानी पुऱ्याएँ, अलिकति जिरा पुऱ्याएँ होइन। अनि त कलाएर सब गरेको प्याज हालेखेरि मजाले एकछिन प्याजलाई भुट्ने। सब कलाएर मेरो प्याज पनि लग ब्राउन भइसकेको छ। अब मैले राख्छु यसमा बेसार 2 चम्चा। भुटिसकेपछि अब मैले राख्छु यसमा छोटा छोटा गरेर काटेको आलुका पिस, आलु चलाएर आलु भुटिसकेपछि मजाले चलाइदिने। अनि त्यसपछि त्यसरी भुटेको आलु पनि बब्बाले मिठो हुन्छ क्या साथीहरू होइन। एकछिनमा ढाकिदिएँ। कलाएर मेरो आलु पनि यलो मजाले भुटिसक्यो होइन। अब मैले यसमा हाल्छु स्वाद अनुसार नुन, खोर्सानी पाउडर अलिक स्वाद अनुसारले। तपाईँहरू कतिको पिरो खानुहुन्छ नहाल्न पनि सक्नुहुन्छ। यसमा स्वाद अनुसारले जिरा पाउडर हालेँ मैले। यसमा चप गरेर टमाटर हालेँ। सब कलाएर चाहिँ मजाले मिक्स गर्ने होइन। यस्तो मिठो हुन्छ कि साथीहरू होइन। मलाई त सानैदेखि घिरौँलाको सब्जी मनपर्ने होइन। त्यही माथि आज त आफै बनाउँदैछु होइन। यस्तो बबाले मिठो बनाउने हो कलाएर। ओहो, हेर्नुहोस् त यो टक्क यो कति मिठो देखेको। हल्का मस्त पाकिसक्यो, हल्का थोरै पानी हाल्ने। मेरो आलु सालु सबै पाकिसक्यो। टक्क पानी हाल्नु अलिअलि सुप पार्नु भयो। टक्क मजाबाट यो घिरौँला अनि काउली हाल्छु यसमा टक्क लगाएर अनि टक्क मजाले चलिसकेपछि होइन। त्यसरी चाहिँ नि आलुमा चाहिँ काउली मिसाइसकेपछि त हाई कम त टेस्टी हुन्छ तरकारी। कलाएर पाकिसक्यो नि मेरो तरकारी त। अब क्या नि एकछिन टाइम लागिहाल्छ होइन। तर अब यस्तो घिरौँलाबाट पानी चाहिँ नि धेरै छोड्ने क्या पकाउँदाखेरि। लास्ट पानी छोडेर रान बनाउनु क्या साथीहरू। यसमा चाहिँ नि मैले अझै त्यो जिरा खोर्सानीको पेस्ट अनि लसुनहरू पिसेर हालेको छु। बबाल टेस्टी बनाउँछ होइन। टक्क लोकल स्वाद दिन्छ अहिले चाहिँ नि। कलाएर लेयर गरिसकेपछि बब्बाल मिठो हुन्छ क्या। यसले नेपाली स्वाद दिन्छ क्या त्यो कुरो टक्क होइन। मिठो हुन्छ है। मजाले पाकेको छ हेर्नु कस्तो मिठो तरिकाले। मस्त मिठो तरकारी रेडी भइसकेको छ होइन। हेर्नु सक्नुहुन्छ। फाइनली टक्क हाम्रो तरकारी रेडी भइसकेको छ।